हेलो साथीहरु, वेलकम बैक टु माई युट्युब च्यानल। म तपाईहरुको प्यारो साथी बसन्त। सबैजना नमस्ते एन्ड वेलकम बैक भन्दै आजको दैनिक आजको डेली भ्लग म स्टार्ट गर्दैछु। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु, राम्रै छु। फिलहाल भनेको चाहिँ म यो ठाउँमा छु, यहाँदेखि पथरी र मङ्गलबारेको यो भाइरल रोड, भाइरल ठाउँ, भाइरल पुल जे भने पनि हैन। एज यु क्यान सी गाइज, यहाँको वरिपरि यताको वातावरण पानी पर्ला जस्तो चाहिँ भएको छ। दमकदेखि यहाँ आइपुगेको चाहिँ लगभग म भयो भर्खरै हैन, किनभने दमकमा चाहिँ खतरा पानी परिरहेको थियो। त्यही भएर पनि मैले भ्लगिङ स्टार्ट हुँदा गरिनँ। यहाँ चाहिँ हेरेको मङ्गलबारदेखि चाहिँ पानी त्यस्तो पानी परेको रहेछ र सुरुवात गर्दैछु। गोब्रोलाई अगाडि राखेर यहाँको भ्यू हेरेर सुरु गरौँ आजको भ्लग। पानी परेर हैन, यो निगुरोहरू चाहिँ मजाले उम्रेको रहेछ हरियालीमा। यहाँ यदि होइन निगुरो खोल्न गइयो भने चाहिँ मजाले भेटिन्छ है गाइज। यति बेला सायद होइन, तपाईँहरूलाई थाहा छ, यदि पूर्वकै हो भने चाहिँ तपाईँहरू यात्रा गर्नुहुँदैछ भने बाटोमा निगुरो बेच्नेहरू यता चाहिँ इत्यादि हुन्छ। लोकल अर्ग्यानिक सबैले लिनु होला। म पनि यदि घर जाँदाखेरि चाहिँ लिएरै गइरहेको हुन्छु यहाँको अर्ग्यानिक निगुरो भन्दै बाइकमा गफ गरौँ है। अब चाहिँ म यो ठाउँदेखि निस्किन्छु बिस्तारै ल। वान सेकेन्ड गाइज, वेलकम ब्याक। नेपालमा भनेको त यही त हो, जङ्गल हरियालीहरू। सेल्फी डाँडा भ्रमण गर्नुभएकोमा हार्दिक धन्यवाद, शुक्रिया, नो प्रब्लम। आउँदै गर्छु। मेरो ब्लगिङ स्टार्ट गर्नुपर्ने ठाउँ यही नै हो। म जानुपर्ने हुन्छ पश्चिम, ट्याक्कसँग त बिस्तारै जाउँ यहाँदेखि। अनि गाइज के छ नयाँ नौलो खबरहरू तपाईँहरूको यसो कमेन्ट बक्सतिर छाउनु। के कस्तो हुँदैछ दिनहरू तपाईँहरूको पनि सुनाउनु। यसरी बाटोमा हिँड्दाखेरि बोल्दै सुनाउँदै हिँडिरहेको हुन्छु मेरो कहानीहरू, कथाहरू होइन। तपाईँहरूको पनि भन्नु कमेन्ट बक्स जिन्दाबाद, भरिदिउँ न कमेन्ट। आमामामा के हो, अगाडि बाइक बिग्रियो क्या हो। एउटा बाइक के रोकिदिएको, पुरा गाडी नै जाम हुन्छ त यार। हरियो गाडीहरूले के साह्रो यार, यस्तो पेल्छन् जहाँसुकै होस्। यत्तिकै यो पूर्व पश्चिम राजमार्ग, यो काँकरी भिट्टादेखि धरानसम्मको गाडीहरू यत्तिकै एक्सिडेन्ट हुँदैन नि त। जहीँ ल्याम्प कटाएर हुन्छ। के जान्छ र, साउको जाने उनीहरूको, हाम्रो पो गयो भने आफ्नै जान्छ त। मौसम चाहिँ तपाईँहरूले पनि देखिहाल्नु होला, धुप्प परेको छ मौसम। यता चाहिँ धुप्प जस्ट एटलिस्ट पानी परेको छैन। दमकतिर त खतरा पानी परिरहेको थियो यार, तर यता पनि पानीले चाहिँ छोड्दैन है आज। आकाश यस्तो भइरहेछ, बादल आइरहेछ। ठुलो सब्सक्राइबरहरू धेरै भएकाहरूको त अब यसै छँदैछ गाइज होइन। हामी चाहिँ सानो युजरहरूलाई पनि माया गरिदिनु होला, सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। बेला मौकामा फरियो पेजतिर हाम्रो भिडियो आयो भने यसो छस्स हेरिदिनु होला। अनि के कस्तो रहेछ, ठुलो युजरहरूले त हजारौँले कमेन्ट गरिरहेको हुन्छ होइन। अब हामीहरू सानो युजरहरू चाहिँ इभन 1 जना 2 जना 5 जना यस्तो कमेन्टहरू आउँदाखेरि पनि कसले गर्यो मजाले हेरिँदो रहेछ क्या। एकदम खुसीवाला फिल हुँदो रहेछ। एउटा सब्सक्राइबर बढ्दाखेरि पनि होइन, एकदम खुसी फिल हुने क्या। हामी चाहिँ पूर्वेली ठिटो, बोली वचन अलिअलि मात्रै मिठो। जे बोलिन्छ कडक बोलिन्छ, थोरै त बोलिँदैन। झापली भए पछाडि होइन अलिक धेरै नै बोलिन्छ। त्यही तपाईँहरूलाई
पूर्वतिर आउनु पर्यो भने अब घुम्नको लागि होस्, जे सुकेको लागि होस्, आफ्नो आफन्तको लागि होस्, वातावरण के कस्तो छ पूर्वको होइन, बाटोहरू के कस्तो छ मेरो च्यानलमा आएर हेर्न सक्नुहुन्छ। अब मैले सकेसम्म चाहिँ म देखाउने प्रयास गर्छु होइन। भोजपुरको बाटोको पनि भिडियो बनाउनु न के कस्तो छ, आई एम फ्रम इन्डिया भनेर कमेन्ट गर्नु भएकै छ होइन। अब भोजपुर भनेको चाहिँ अब यहाँदेखि चाहिँ अलिक टाढै हो। अब मेरो भनेको चाहिँ अब आफ्नै अलिकति काम विशेषहरूले गर्दाखेरि अलिकति घुम्न अलिकति मौका पाइहालिँदैन। इनकेस जाने मौका पाइयो भने, यदि त्यस्तो कुनै फ्री समय पाइयो भने जानेछु, अवश्य जानेछु, भिडियो बनाउनेछु। युट्युबमा चाहिँ होइन 1000 सब्सक्राइबर पुऱ्याउनु जस्तो गाह्रो चाहिँ जिन्दगीमा केही जस्तो लागेन यार मलाई। 1000 सब्सक्राइबर यार कसरी कमाउनु यार 1000 सब्सक्राइबर, गाह्रो छ। यत्रो वर्ष भइसक्यो मैले, हुन त मैले बिचमा विदेशदेखि आएदेखि भ्लगिङ अलिकति कन्टिन्यू गरिनँ, त्यही भएर पनि नत्र त 1 वर्षसम्म अब हिँड्यो डुल्यो घुम्यो होइन। त्यति बेला अब काम पनि थिएन, काम पनि गरिँदैन थियो बाहिरदेखि आउने बित्तिकै। त्यति बेला भ्लगिङ गरेको भए चाहिँ एटलिस्ट केही हुन्थ्यो कि, किनभने धेरै ठाउँ घुम्यो त्यति बेला। यस्तै हो गाइज, नहुने लेखे पछाडि नै होइन, जब चाहिँ घुमिन्छ डुलिन्छ त्यति बेला चाहिँ क्यामेरा बोकिँदैन, भ्लग गरिँदैन। अलिकति अब बिल्ला जस्तो कुरा पनि लाग्दो रहेछ क्या। अब हामीहरू भर्खर युट्युब जर्नीमा आएको मान्छेहरू यसरी क्यामेरा बोकेर हिँड्ने बित्तिकै कति छ तेरो सब्सक्राइबर, कति छ पैसा कमाउन थालिस्, पैसा आउनु थाल्यो तेरो, युट्युब देख्दा टन्नै पैसा आउँछ नि भन्न थाल्छन्। आफैलाई बिल्ला हुन्छ 100 जना 200 जना सब्सक्राइबर छ भन्न आफूलाई नै अप्ठ्यारो। अनि त्यही भएर पनि अलिक भ्लगिङ कन्टिन्यू गरेन। अनि फेरि बिस्तारै चाहिँ यस्तो लाग्यो कि साला मसँग सबै थोक छ, क्यामेरा इत्यादि सबै थोक छ, माइक सबै थोक छ, बाइक पनि छ मोटो भ्लगिङको लागि। अनि किन चाहिँ म गर्दै छैन, किन चाहिँ म यस्तो भइरहेको छु भनेर आफ्नो दिमागले आफैलाई भने, छोरा क्यामेरा भिर भनेर फेरि निस्क्यो आफ्नो गन्तव्यतिर। यहाँ चाहिँ पानी पिलाउने कार्यक्रम भइरहेको छ, सायद कोही मान्छे मऱ्यो होला, यता त उयो गर्छ नि त, मान्छे जलाउँछन् काट्छ नि त्यहाँ छेउको खोलामा। यहाँदेखि चाहिँ लाग्यो अब आफ्नो ठाउँतिर टर्निङ पोइन्ट। जङ्गलको बारेमा होइन मैले केही न्युजहरू देखिरहेको थिएँ, त्यही पनि नेपाली न्युज होइन क्या गाइस, इंडियन न्यूज़। आपको पता है नेपाल में एक ऐसा जंगल है जिसको कोई रात को 10 बजे से उधर चल नहीं सकता क्योंकि उधर एक चुड़ैल है जो सफ़ेद रंग का वो साड़ी पहन के पूरा रात वो जो पत्रिका जंगल में चलता है उसको ऐसे ऐसे करता है भनेर मैले न्युज देखिरहेको थिएँ। इन्डियन न्युजहरूले पनि पत्री जङ्गलको बारेमा के भनिरहेको होइन, सुन्न त एज अ लोकल होइन, सुन्न त सुनिरहेको हुन्छ। यो ठाउँमा चाहिँ मान्छेहरू धेरै नै लापता भएका छन्। मेरो दोकान यता ल्याउँदाखेरि राति चाहिँ नहिँड्न, यस्तो यस्तो हुन्छ, पुरा अनकन्सियस बनाइदिन्छ, के हुन्छ कता गइन्छ आफैले त्यो थाहा हुँदैन, यस्तो त्यस्तो भन्दै कि यताको अहिले पनि भन्छन्, यताको गाउँको मान्छेहरूले पनि भन्न चाहिँ। तर अब आफू चाहिँ सानैदेखि अब अलिक राति हिँड्न थालेर होला, राति हिँड्ने बानी भएर पनि होला, मलाई त्यस्तो त्यो रात दिउँसो दिन यता केही पनि लाग्दैन। म जति बेला पनि म हिँडिरहेको हुन्छु है। आउँदै ढिलो नै भयो यार, दमकमा पानी परेर हो नि यार, अलिक म आउनुलाई ढिलो भएको, नत्र त म अलिक छिटो नै आउँथेँ नि। रेनकोट पनि फेरि यता दोकानमै छोडेको थिएँ हिजो,
तल जाँदाखेरि मैले रेनकोट लिएर गएको थिइनँ राति त्यस्तो खासै पानी परेको थिएन रेनकोट पनि छोडियो अनि अहिले आउनलाई गिरी भयो यता त पानी परेकै रहेन यस्तो त छ आकाश त निलो लागिरहेछ हजार पो त है साँच्चै राखिदिन्छु बाइकमा बस्ने कोठा चाहिँ यहीँ नै ल कोठाको पनि हालतै छ नि यार म चाहिँ होइन चट्टसँग कोठामा गएर ब्यागस्यागहरू यताउता थन्काएर होइन दोकान पनि आइपुगेको छु म मेरो भ्लग धेरै लम्बाउन चाहन्न होइन यति भन्दै आजको भिडियो के कस्तो लाग्यो डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भन्दै गाइस टिल नेक्स्ट भिडियो बाई बाई